होल्डिङ सेन्टरमा हामी पनि पुगेका थियौं, तर त्यहाँ हामीलाई भिडियो खिच्नका लागि रोक लगाइएको थियो। त्यहाँ भित्र सुकुम्बासीहरू कसरी बसिरहेका छन् भन्ने मिडियाले त्यो क्यामेराले खिच्नका लागि प्रतिबन्ध लगाइएको थियो। तर आज सुकुम्बासीहरूको अवस्था बुझ्न जाँदा तपाईहरुले उनीहरूको अवस्था कस्तो पाउनु भयो? मानसिकता चाहिँ अलि त्रसित, अनि अब के हुने हो, अनि हामीलाई कता लग्ने हो, अनि अब हामी के गर्ने, हाम्रा बालबच्चा अब बिरामी भएका आमा बुवा भएका वृद्ध भएकाहरूलाई अब हामीले उपचार पनि कसरी गर्ने भन्ने खालको एक ढङ्गको त्रसित मानसिकतामा त्यहाँका भूकम्प पीडित जनताहरू बसिराख्नु भएको थियो। र हामीले त्यहाँ गएर हेरिसकेपछि अनुगमन गरिसकेपछि उहाँहरूसँग कुरा सोधिसकेपछि अब यो सोधिराख्ने मात्रै हो कि हामीलाई छिटोभन्दा छिटो अब बसोबास मिलाउने हो भन्ने चाहिँ उहाँहरूको प्रश्न थियो। अब उहाँहरू अलिकति त्रसित मनोदशामा रहेको कुरा त तपाईहरुले बताउनुभयो। यो सरकारसँग कति रिसाएका रहेछन् उनीहरू? अब उहाँहरू टेन्टहरू चाहिँ नगइदिनु होला, प्राइभेसीको कुरा हुन्छ भनेर हामीलाई प्रधानमन्त्री कार्यालयबाट जानुभएको प्रतिनिधिले भन्नुभएको थियो। त्यसकारण हाम्रा मन भत्किएका छन् र हाम्रो मन बेचैन छ, मानसिक रूपले पनि अब विचलित देखिनु भएको थियो उहाँहरू। र हामी सबै त्यस्तो खालको छौँ भन्ने खालको कुरा उहाँले गर्नुभएको थियो। वासस्थान भत्काएसँगै रोजगार गुमेको हुनाले हामीलाई यिनी कुराहरूको सरकारले छिटोभन्दा छिटो कहिले गर्ने हो यहाँ बुझ्न आउन भन्दा पनि त्यो व्यवस्था मिलाउन पर्छ भन्ने कुरा उहाँहरूको थियो। त्यहाँ उचित बासको व्यवस्था मिलाउनु पर्ने, रोजगारीको व्यवस्था हुनुपर्ने यी त छँदैछन्। यसबाहेक उनीहरूको मुख्य चासो चाहिँ के रहेछ? उहाँहरूको मुख्य चासो पहिला त उहाँहरूले स्थायी रूपमा जसरी त्यहाँ बसिराख्नु भएको थियो र भूमिहीन र अव्यवस्थित बसोबास अब कस्तो खालको छ उहाँहरूको, हामी पुरै सुकुम्बासी हो र त्यहाँ बसिराखेको हामीलाई हटाइसकेपछि सरकारले उठाइसकेपछि हामीलाई एउटा स्थायी रूपले जग्गाको टुक्रो भए पनि हामीलाई दिएर बस्ने व्यवस्था मिलाउनुपर्छ भन्ने कुरा उहाँहरूको थियो। अर्को कुरा बालबच्चाहरू त्यहाँ भएको हुनाले त्यहाँ बालक चाहिँ पुरुष बालक चाहिँ 34 जना, बालिका 31 जना होइन, अनि महिला 50 जना, पुरुष 77 जना हुनुहुँदो रहेछ त्यहाँ। र उहाँहरूको मुख्यतया हामी जसुकै भए पनि कलिला मन मस्तिष्क भएका बालबालिकाहरू त्यसको पढ्ने बेला भएको छ, कहिले एसिडेर अब कता पढ्ने के गर्ने भन्ने अन्यलता छ। र अलि राम्रो स्कुलमा राम्रो अथवा स्कुलमा सरकारले निःशुल्क पढाइदियोस् भन्ने एक थरी एसी दिएका बच्चाहरूको थियो भने कतिपय 12 क्लास दिएको बच्चाहरू पनि त्यहाँ हुनुहुन्थ्यो। र बाबुआमाको चिन्ता भनेको बालबच्चाको भविष्य के हुने हो, अब कता लग्ने हो, कता बसाउने हो भन्ने कुराले उहाँहरूलाई पिरोलिराखेको थियो। त्यस्तै गरी त्यहाँ गर्भवती सुत्केरी महिला पनि हुनुहुन्थ्यो। अनि त्यसपछि अलि के अरे यो दीर्घकालीन रोग अब लागेका बुढाबुढीहरू होइन, त्यस्तो नियमित औषधि खानुपर्ने त्यस्ता खालका बिरामीहरू पनि त्यहाँ हुनुहुँदो रहेछ। र उहाँहरूले हाम्रो सबै औषधि पनि उतै छुट्यो, हाम्रो कागजात पनि उतै छुट्यो, र कतिपय संस्थाहरूले हामीलाई दिने सुविधा पनि त्यो पनि छुट्यो भन्ने उहाँहरूलाई त्यसले पनि पिरोलिराखेको थियो। र बागमती किनारमा डुबानमा पर्छ, सधैँभरि जनता डुबेको दुःख पाएको कति हेर्ने भन्ने जुन सरकारको भनाइ थियो, त्यहाँ जाँदाखेरि पनि त्यहाँ पानी परिराखेको थियो र तल छेउबाट चाहिँ यताउता जान नसक्ने र उहाँहरू बसेको टेन्टतिर पानी जम्मा भएर आइरहेको थियो। यदि 1 घण्टा जति पानी आउने हो भनेदेखि त्यो उहाँहरू बसेको त्यो ठाउँ पनि त्यहाँ डुबाउने खालको स्थिति